के तपाईलाई लाग्छ हामीले मन्दिरको घण्टी भगवानलाई जगाउनका लागि बजाउँछौँ? पक्कै होइन। यसको पछाडि एउटा गहिरो वैज्ञानिक कारण लुकेको छ। मन्दिरका घण्टीहरू साधारण धातुबाट बनेका हुँदैनन्। यिनीहरू क्याडमियम, लिड, तामा, जिङ्क र निकेल जस्ता धातुहरूको निश्चित अनुपातमा बनाइएका हुन्छन्। जब हामी घण्टी बजाउँछौँ, यसले एक विशेष प्रकारको तीव्र प्रतिध्वनि वा एको पैदा गर्छ। यो प्रतिध्वनिले हाम्रो मस्तिष्कको दायाँ र बायाँ दुवै भागलाई एकैसाथ सक्रिय बनाउँछ। यसबाट निस्कने कम्पनले हाम्रो शरीरका 7वटै हिलिङ सेन्टर वा चक्रहरूलाई स्पर्श गर्छ, जसले मनलाई तुरुन्तै एकाग्र र शान्त बनाउँछ। घण्टीको त्यो आवाजले हाम्रो वरिपरिका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्न समेत मद्दत गर्छ र हामीलाई पूर्ण रूपमा वर्तमान समयमा ल्याउँछ। त्यसैले घण्टी बजाउनु भनेको भगवानलाई बोलाउनु मात्र होइन, आफ्नो मनलाई शुद्ध गर्नु पनि हो। यस्तै आध्यात्मिक र वैज्ञानिक जानकारीका लागि धर्मकुञ्जलाई फलो गर्न नभुल्नुहोला। जय श्री कृष्ण।